हेलो हेलो नमस्कार सम्पूर्णलाई। हामी चाहिँ आज एउटा यस्तो अब हाम्रो के अरे लोप भइसकेको यस्तो दुर्लभ कुराहरू देख्न पाउँदा यो ढिकी होइन पहिला पहिला जमानामा हुन्थ्यो नि त। अनि अहिले चाहिँ ल अङ्कल कस्तो लागिरहेको तपाईँलाई यो ढिकीमा आएर यो यसरी ढिकी हामी कुट्नु पर्छ। अब यो ढिकी कुट्यो भने शरीरलाई पनि एक्सर्साइज हुन्छ हैन, यहाँ आफ्नो काम पनि हुन्छ, दुईटा कुरो हुन्छ। त्यसकारणले ढिकी जाँतो भने हामीले चलाइरहनु पर्छ। हामी चाहिँ गाउँमा चलाइरहन्छौँ, हजुर तपाईहरु पनि चलाउनु होला। हजुर है हजुर यही साथीभाइहरूले गर्दै हुनुहुन्छ। ए तपाईलाई कस्तो लागेछ? बरु तपाईलाई नै चाहिँ कस्तो लागेछ? मलाई त एकदम राम्रो लागिरहेछ। अब यसलाई नै सबैको घर घरमा चाहिँ ढिकी राख्नुपर्छ भन्ने चाहिँ मेरो माग छ होइन। अनि तपाईँलाई कस्तो लागिरहेछ? केलाई उदै हुनुहुन्छ? चामल कुटेर अनि के गर्ने सेल 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 पकाउनको लागि पकाउनलाई कनिका छान्दैछु। अब यसको सेल एकदम मिठो हुन्छ रे। पकाएर दिनुभयो भने हामी पनि सक्छौँ। दिनुहुन्छ होला यो सेल पकाएर हामीलाई दिनुहुन्छ खाना? के पकाउने हो यस्तो? रोटी पकाउने भन्छौँ भरे हामीलाई पनि चाख्न मिल्छ? के खानु पकाएको छ नि काटे खानु भएन भरे 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 पकाए अरे आउँछौँ हामी पकाएर दिन्छ। आउनुहोस् खाना पनि दिन्छु के नदिनु तपाईँहरूलाई दिने बाबु तपाईँ गरिसकेर त्यो खानामा आयो भने त दिउँला। आमा पहिलादेखि नै कुट्नुहुन्थ्यो यस्तो ढिकी कुट्ने? पहिलादेखि नै थियो घरमा? हजुर पहिलादेखि नै थियो यस्तो ढिकी? पहिलादेखि नै थियो घरमा? पहिलेदेखि ढिकी थियो रे आमा? ए थियो बाबु थियो चाहिहाल्छ। अँ, हामी अब अहिले पो मेला आयो धान कुट्नु पर्छ के अरे कुट्नु पर्छ ढिकी चाहिहाल्छ। जातो पनि छ हेर्न जातो उता जातो पिन्ने पनि छ। ए तपाईँ अनि त्यही भएर तपाईँहरू यस्तोमा पिनेको खानु जातो हेर्न एउटा बहिनी म देखाएँ जातो ए पनि छ। हस् तपाईँले यस्तोमा पिनेको खाएर एकदम बलियो हुनुभएको छ के? खानु पर्यो त्यही त। पिनेरै खाएको बाउ कुटेर पिनेरै खाएको। ए हजुर अहिले धानको मेला आयो धानको त्यहाँ मकै पिन्ने मेला यही चलन थियो पहिला हाम्रो पालामा। ए हस् आमा हस्। अनि तपाईँको त्यता त कल भन्ने चाहिँ छैन के अरे इलेक्ट्रिकबाट चल्ने मिलहरू छैन? छ ए त्यो पनि यो चाहिँ घरमा सजिलो हुन्छ भनेर राख्नुभएको? होइन यो चाहिँ सामान्य क्या जस्तो पिठो कुट्न गर्न चाहिँ यो राखेको यो रोटी अनुसार पकाउन यो ढिकीमा कुट्या जस्तै राम्रो मिलमा पिठा हुँदैन क्या। त्यही भएर चाहिँ यो सामान्यको लागि मात्रै राखेको कहिले धान पनि कुट्छौँ। ए त्यस्तो कुरा हो। मेरो बिग्रियामा खानु पर्यो कुट्नु पर्यो ढिकी भयो चाहिहाल्छ ढिकी। कति वर्ष हुनुभयो तपाईँ? 80 आजै 80 लाएँ बाबु आजैदेखि हो? आज माघले 80 वर्ष लाग्यो। ल तपाईँलाई जन्मदिनको शुभकामना है। 80 ठ्याक्कै ल लाग्यो। हजुर मलाई 80 वर्ष पार गर्नुभएकोमा त्यही भएर आज पूजाआजा गर्नुभएको छ त। पूजा त हुन्छ जहिले पनि गर्नुहुन्छ त। ल रमाइलो लाग्यो। आज भात पकाउनु लाग्नु होइन हामी भात पकाउनु लाग्नु भएको छ धेरैजना हुनु रहेछ। हो ए के मान्छे जातो हेर बहिनी जातो ल्याएको म मकै यसरी यो ढिकी आफैले हेरेर आउँदाखेरि चाहिँ अलिकति हामीलाई धेरै पछि देखेको भएर चाहिँ कस्तो कस्तो लाग्ने रहेछ क्या। अब हाम्रो जेनेरेसनसम्म चाहिँ देख्छौँ होला। अब पछि पछिको जेनेरेसनको मान्छेहरूले चाहिँ ढिकी भनेको के हो जातो भनेको के हो भनेर पनि देख्नुहुन्न। अहिले ठ्याक्कै हामी सिन्धुलीमा आएर ठ्याक्कै बसिरहेको थियौँ सिन्धुलीको गाउँमा। अझै पनि यता घरहरू चाहिँ मोडर्न घरहरू भए पनि त्यस्तो अब ढिकीहरू यताउति चाहिँ बनाएर राखिरहनु भएको हुन्छ सबैजनाले। अनि हामीहरू सबैजनालाई कस्तो लागिरहेछ आजको भ्रमण? अनि ढिकी हेर्दाखेरि चाहिँ तपाईँलाई कस्तो महसुस भयो जाँतो हेर्दाखेरि? गाउँघरको याद आयो। ल ल ल ल रमाइलो गर्नुपर्छ। ल हिँड म अब केही छ भने भन्नु होला भन्दै हिँड्नु होला। अनि यो सबै जडीबुटीहरू जस्तो लाग्छ। अनि यसलाई चाहिँ लगेर काठमाडौँमा लगेर प्रशोधन गरेर त्यसको त्यो फ्याक्ट्रीमा के अरे विकास र हाम्रो कल्पती मङ्गल चाहिँ म्यानेजिङ डाइरेक्टर भएर हामी चाहिँ जडीबुटी बेचबिखनको धेरै छ नि औषधि। यो हामीलाई थाहा हुँदैन र मात्र हो। यो औषधिको बारेमा हामीलाई थाहा हुँदैन। यो सिस्नु छ सिस्नु खाने होइन यो त बच्चाहरूलाई यस्तो भुटेर लगाउनु त आलुतिर। हिँडिरहेको छौँ सिन्धुलीमा। यहाँ कोबोट पनि रहेछ। अहिले आँप त फले खाने माथि रमाइलो रहेछ यतातिरको वातावरण। एकैछिन हामी चाहिँ यहाँ खानाको लागि भनेर रोकिएको थियौँ। अनि यो वरिपरिको गाउँको यसो भ्रमण गरौँ न कस्तो रहेछ यतातिरको वरिपरिको गाउँ भनेर पनि ट्याक्क रोकिएको थियो। सम्म ठाउँमा छ खोलाको किनारमा हेर्न सक्नुहुन्छ यस्तो छ कि। अनि साँपको रुख रहेछ यहाँ साँपको रुख।
तर यो आँप चाहिँ अब अहिले फल्दैन अब चिचिरा लागेर फल्नलाई सुरु भएको छैन फल्ने टाइम चाहिँ हुँदैछ हिँड्दै हिँड्दै अब खाना खाने टाइम पनि हुँदैछ खाना खाने समय हुँदैछ देखाइन लामो बनाउनु लाग्यो क्या हेरौँ न अब यता कस्तो लागिरहेको अङ्कल तपाईँलाई अनि के भोक कतिको लागिरहेको ह्याप्पी माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना अनि घिउ चाको तरलहरू खानुभयो कि खानु भएन खानुभयो खाइयो खाना बनाउँदैछ त्यही त अब हाम्रो यो चाहिँ खुरकोट एरियामा हामी खाना बनाउँदैछौँ अनि बिस्तारै घाम ताप्दै बिस्तारै खाना खाएर अनि हाम्रो यात्रा आज चाहिँ यो जयराम घाट हुँदै हामी ओखलढुङ्गा गएर आज बास गर्छौँ अनि त्यहाँबाट भोलि बिहानको तयारी सुरु गर्नेछौँ हाम्रो चाहिँ पातले र सम्भव भएसम्म दुध कुन्नसम्मको हाम्रो यात्रा हो ए ल ल हुन्छ ल धन्यवाद धन्यवाद ल कस्तो लागिरहेको तपाईँलाई हो कति धेरै रमाइलो कि थोरै थोरै लागिरहेको छ लागिरहेको थोरै नै लागिरहेछ सिरियस हुनुभएछ त किन आउनु भएन खल्लो लागिरहेछ ल ठिक छ अब चिन्ता नगर्नु अब रमाइलो गर्नुपर्छ रमाइलो मान्नुपर्छ होइन जतिजना छौँ ल सबैजना हुनुहुन्छ यता खाना बनाउँछ सम्झना खाना बनाउँदै हुनुहुन्छ सम्झना दे के पाक्दैछ पनिर पकाउने तयारीमा कस्तो ल पनिर पकाउने एकदम मिठो पकाउनुहुन्छ है हाम्रो सम्झना दिदीले चाहिँ पकाउनलाई एक्सपर्टै हुनुहुन्छ यसरी यहाँ यस्तो पनिर राख्नु भएको छ युट्युबमा